हेलो साथीहरु वेलकम ब्याक टु माय युट्युब च्यानल। म सञ्जीवनी पोखरेल। म चाहिँ फेरि पनि नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु साथीहरु। म चाहिँ आज जाँदैछु लिची बगान, लिची टिप्नको लागि हैन, लिची किनेर ल्याउनको लागि लिची बगान जाँदैछु साथीहरु। ल हेर्दै गर्नुहोस् यता। साथीहरु हामी चाहिँ आधी बाटो आइसकेको छु। यहाँ छ हाम्रो रागा, तिमीहरुले खाने बफ मोमो। हामी त खादिनौं, हामीलाई त कामले लागिहाल्छ। मर्छ होला बिचारा। आइ डुबेर मर्छ त्यसै। आइ गर किन त्यो दोरी बान्देको होला? भुइसी बानेका नि पहिले पालेकी भए पो थाहा त सुँगुर बान्नेलाई के त हाम्रो छेत्री बाहुनकोमा रागा कसरी बान्छन् हैन। यसले चाहिँ साथीहरु सुँगुर पाल्छ है। गतिला सुँगुर पालेको चाहिँ हाम्रो साथीले चाहिँ साथीहरु के गर्नु, मेरो साथीले यहाँको आँख ठुलो देखि चाहिँ आर्केर मर्नै आँट्यो, मर्छ होला हौ। साथीहरु मैले चाहिँ लिची बगानमा आएर पनि हैन दामी लिची खाए क्या। भिडियो बनाउने नि उनले 4-5 वटा चाहिँ खाए। मलाई त त्यस्तो धेरै खाइदिनै मन लाग्दैन क्या, त्यही भएर मैले चाहिँ भिडियोहरु पनि बनाएको छु। कस्तो दामी छ। तपाईहरुलाई पनि यो मेरो मायालुहरुलाई भनेर अरु नै बुझ्नु हुँदैछ भने चाहिँ नि, अरु बुझ्नु हुँदैछ भने चाहिँ त्यस्तो हैन। मेरो भिडियो जसले हेर्नु हुँदैछ उहाँहरुलाई यो चाहिँ ल त्यस्तै छ। अब के गर्नु, यस्तै हो। यहाँ चाहिँ हैन एकदम सस्तो सुपथ मूल्यमा सञ्जीवनीलाई लिची दिनुहुँदैछ उहाँ अङ्कलले। त्यही भएर मैले चाहिँ साथीहरु पनि लिएर आइसकेको छु लिची बगानमा। अब चाहिँ हामी लिची भन्नु हौ यसरी खाइहाल्ने। गाह्रो पर्दो साथीहरु, त्यस्तो के गर्नुभयो। ल ठिकै छ, म चाहिँ अब लिची टिपेको ठाउँमा जान्छु ल। सोरे भास्यो लास्ट टाइम हामीलाई चाहिँ ल साथीहरु आएदेखिको लिची खाएको हैन, खानै नपराए जस्तै भयो। देख्नु यहाँ कति दिएको छ थपा नि। खारै बोल्न भ्याइन कि हामीले चाहिँ यो एक बोरा किन्यौँ हैन। यो चाहिँ हामीले मोबाइलमा दिए त कसले दिन्छ? मगा भाग्छु अङ्कल के अरे एकजना लिची खाऊ भनेर कसैले दिएन अरे, अनि मोबाइलमा दिए त कसले दिन्छ? उहाँ चाहिँ हाम्रो ब्लगर हुनुहुन्छ स्पेशल कल्पना गुरुङ। हेलो कल्पना गुरुङ बस्नेतजी। हेलो नमस्ते नमस्कार। हामी चाहिँ लिची खानु आएको कि यहाँ बगानमा। अनि पुरा म चाहिँ क्यामेरा खिच्नु बिजी भइराखेको रहेछ। अनि एउटा दाना जाग्नु पनि दिएन भनेको यो दाइहरू हाँस्नु हुँदैछ कि मोबाइलै मात्रै समातेकै बिजी भएकै अरे क्या। उहाँलाई चाहिँ आउनु त्यहाँ ढुङ्गा बसेर खानुपर्छ क्या। म त मकै बारतिर कति खाइसकेँ। यो चाहिँ आफूलाई दिएको खान्छु भरे पो खान्छ। यहाँ चाहिँ हाम्रो बहिनीले ल्याउनु पर्छ नि। यसले चाहिँ होइन यसलाई थप पनि दिनुभएको छ कि अङ्कलले, त्यही खान्छ क्या। यसले चाहिँ मागिदिई होइन दिनुभयो क्या। अनि आफ्नो किन खानु, बगानमा आएपछि त बगानमा झरेको ओरेको पो खाने त, घरमा गएर मिठो खाने होइन। चुप तँ आफ्नो नखाइस होला। बाँड्नुपर्छ पनि भन्नु नि। बाँड्नुपर्छ नि, यहाँ त्यत्रो हामीले त्यहाँ किन्छौँ नि। अब के बाँड्नुपर्छ, खाने हो लम होइन अङ्कल हो, तपाईँ त्यहाँबाट हुनुहुन्छ अङ्कल? हामी त्यस्तो भएको त्यहाँ चोर किनेर खाइहाल्छौँ नि। अनि तिनीहरूलाई बस्नलाई राम्रो कम्फर्टेबल यतै होस् भनेर। अब इन्टेरीमा बिचरा बिजोग छ घरको हालत, कोही छैन मान्छे बस्ने, छोड्नु मन लाग्छ। त्यही भएर मलाई पैसा कुरा गरेँ कि त्यसलाई कुटुम जस्तो लागिहाल्छ। पैसा कुरा गरेँ कि एलर्जी हुन्छ। पैसा मात्रै पनि सबै थोक होइन नि त। पैसाले गर्दा त मेरो छोराछोरी मबाट टाढा भयो होइन। आज यत्रो सम्पत्ति छ तर मसँग के छैन, छोराछोरी छैन। कति पीडा छ मलाई। मेरो अगाडि चाहिँ पैसा
त्यो त पीडा मलाई थाहा हुन्छ नि जसलाई ज्वरो आएको छ उसले मात्रै थाहा पाउँछ मान्छेले भन्छ ए त्यसको छोरा त यहाँ छ छोरी त यहाँ छ भने जस्तो सजिलो त हुँदैन क्या आफ्नो घर परिवारलाई मात्रै थाहा हुन्छ क्या त्यो त्यो पीडा चाहिँ केही नहुनेहरूले चाहिँ त्यो कुरा गर्छ होइन बिचरा ठाउँमा पुग्यो भनेर तर हुने खानेहरूलाई चाहिँ आफ्नो सन्तान ल हामीले त बगान किनिसक्यौँ कहाँ पुगेर आयो तिहार आउँछ चाडपर्व आउँछ कोही छैन ल म त बोरा बोक्रे काम लिएको छु किन्न आऊ किन्न आऊ न किन्न मेरै बगान हो मैले ठेक्का लिएको छु के मेरै ठेक्का हो बहिनी आऊ कति पुग्ने नानी 5 लाख नु आँट्यो ए ठुलै रहेछ नि यत्रो बच्चालाई त भाडा मोल्नु लुगा धुनु सब सिकाउँछ तिमीहरू कति भाग्यमानी छौ भने नि जस्तै यो बाटोमा टेकिरहेछ नि यो राजा वीरेन्द्र हिँडेको नभए उ त्यहाँ घर थियो नि मेरो म यहाँ बनाउँथेँ यो चाहिँ ऐतिहासिक घर हो हामी के गर्दैनौँ बाहिर यसो क्यामेराले देख्नु मात्रै हो म सँगसँगै हुन्छ के ए लु आउनु नि त जाम होइन हामीलाई विश्वास गर्नु न अङ्कल गरे त तपाईँहरू बुवा जस्तो मान्छे हामी आफ्नै त केही गर्दैनौँ तिमीहरूको बोरा चोरेर छोड्दैन यहाँ चोर छ बोरा कसले चोर्छ चोरोस् त हातपात लाओस् त कसैले त्यो बोरामा के छ होइन थाहा हुँदैन कसैले ल हामीले चाहिँ यहाँ अङ्कललाई इन्फर्मेसन लिएर ए तपाईँहरूकोतिर टिकटक बनाउने भनेर आए आइरहन्छ नि लक्ष्मीहरू कहाँ देख्न आउँछ हामी चाहिँ लिची बगान लिची हेर्न आयौँ अङ्कललाई भन्यो अरे अङ्कलको लिची अरे नजिकैबाट क्यामेरामा कैद गर्नका लागि लिची हौ यो त पाक्नै बाँकी रहेछ कस्तो राम्रो छ वाउ सो ब्युटिफुल अङ्कलले हामीलाई नटिप्नु भन्नुभएको छ टिप्दिनौँ हामी त्यस्तो कहाँ खाना खाइहाल्यौँ किनिहाल्यौँ घरमा लगाएर खाइहाल्छौँ नि कस्तो राम्रो छ क्या वाउ ब्युटिफुल अस्ति मैले यो लिची हाम्रो 2 जना पत्रकारहरू आएको थिए भाइहरू इटरीबाट अनि यो फोटो बनाएको थिएँ हजुर 2.5 लाख भ्यू आएको हो तपाईँलाई अनि अङ्कल तपाईँलाई अनि नेपालै ठिक लाग्छ कि बाहिर देशमै मन पर्छ मलाई त 1% पनि मन परेको छैन नेपाल बस्नु हो 1% पनि छैन मलाई भने म यो सम्पत्ति सबै त्याग्न तयार छु मलाई विदेशीले दिनु पर्यो त्यहाँ बस्ने मलाई नेपाल बस्नु मन छैन किनभने नेपाल किन बस्नु मन छैन भन्दाखेरि यो हाम्रो यति राम्रो देश थियो अहिले नेताहरूले गणतन्त्रवादीहरूले होइन यिनीहरूले चाहिँ के गरे भने देशै बेचिसके जस्तै हाम्रो प्रत्येक वर्ष 17 खरब रुपियाँ चाहिँ आय स्रोत छ आम्दानी छ देशको उठ्ने अनि खर्च कति छ भन्दाखेरि 27 खरब प्रत्येक वर्ष 10 खरब ऋणमा लिएर संहिता चलाइरहेछ होइन त्यो 10 खरब कसको टाउकोमा भन्दा हाम्रो टाउकोमा ऋण बोक्दैछौँ हामी अब विदेशीले त भोलि त आफ्नो देश होइन भन्नु पनि पाउँदैनौँ किन भन्दाखेरि विदेशीले त भोलि त्यो लिन्छ लिँदाखेरि त उसलाई केही दिनु पर्यो केही त दिनु पर्यो नि खनिज पदार्थहरू उनीहरूले त्यसै पैसा दिएको लगानी गर्दैन नि कसैले त्यही कारणले धेरै गाह्रो छ बाबु यो गणतन्त्रमा यो देश टिक्ला नटिक्ला त्यो त थाहा छैन अब अलिक वर्षभित्रमै थाहा हुन्छ बाई धन्यवाद अङ्कल यति मिठो गफ कुराकानी गरिदिनु भएकोमा हाम्रो क्यामेरामा पनि 44 साल राजा वीरेन्द्र आउँदाखेरिदेखिको फोटोग्राफर भन्छु म अनि त्यो बेला उहाँ चाहिँ हाम्रो अङ्कल हुनुहुन्थ्यो लिची बगानको लिची धनी हस् धेरै धेरै धन्यवाद अङ्कललाई पनि अङ्कलले आफ्नो लिची बगान हामीलाई घुमाउनु भयो भिडियोमा लिदेऊ मेरो पनि लिचीको उयो गरिदेऊ भन्नुभएको छ धन्यवाद ल साथीहरू म चाहिँ लिची बगानमा आएर पनि लिची किने सबै थोक गरेर देखिहाल्नु भयो होइन अनि यहाँ त यति धेरै क्या बाफ्रे भुइँमै नुहेको छ उही भुइँ कति नै टाढा होइन क्या यहीँ छ नजिकै यति धेरै फलेको छ यहाँ त झन् है ल हामीले चाहिँ रमाइलो गऱ्यौँ खायौँ है यति खुसी भयौँ बगानमै आएर अनि सो हेर्नुभयो के कस्तो लाग्यो तपाईँहरूलाई पनि लिची खानु त मन लाग्यो होला अब के गर्नु कतिले खानुभएको छ होला कतिले खानु त भएको खाना पाउनुभएको छैन होला तपाईँहरू पनि घर नजिकैको पसलमा गएर किनेर खानु होला है त बाई बाई आजको भिडियो यहीँ अन्तिम गर्दै हस्त धन्यवाद।